हामीले भर्खरै यो देउसी भैली विशेष प्रस्तुति यहाँहरूलाई प्रस्तुत गर्यौँ कलाकार मित्रहरूबाट। यस्तै यस्तै देउसी भैलीका गीतहरू सँगसँगै दोहोरी भन्छ भन्ने सँगसँगै मिठा मिठा साङ्गीतिक कसुरीहरू हामी तपाईँहरूलाई प्रस्तुतै अगाडि बढ्दै देउसी भैलीलाई अझै रमाइलो बनाउँदै अगाडि बढ्दैछौँ। यहाँहरू पनि हामी सँगै रम्न अनि सँग आउन सक्नुहुनेछ र हामीले चिठी पत्र पनि यहाँलाई वितरण गरिसकेका छौँ। यसैलाई देउसी भैलो हुँदैछ रमाइलो गर्न सक्नुहुन्छ। अबको क्रममा विकास भाइद्वारा मिठो साङ्गीतिक कसुरी लाइभ हो लाइभ कतिजना छ लाइभमा हेर्न मिल्ने कतिजना छ भन्नु लाइभमा मोबाइलबाट मिल्छ अब एउटा म प्रस्तुत गर्दैछु। सबैले नाचेर साथ दिनुपर्छ है।
थ्याङ्क यू। थ्याङ्क यू। एउटा भन्छन् कोही स्वागत गर्न चाहन्छौँ यो देउसी भैलो विशेष कार्यक्रम सिन्धुपाल्चोक नेत्रहीन सङ्घद्वारा आयोजित 2082 सालको देउसी भैलो कार्यक्रम हामीले विगत 3 दिनदेखि यो चौतारा आसपासका बजारहरूमा खेल्दै रमाइलो गर्दै अहिले हामी यो ठाउँमा आइपुगेका छौँ। यहाँहरू सम्पूर्ण सहभागीहरूले यो देउसी भैलो कार्यक्रममा आएर सहभागी भएर नाच्न गाउन अनि रमाइलो गर्न सक्नुहुनेछ र यो देउसी भैलो टिमलाई सहयोग गर्न हुन पनि हार्दिक अनुरोध गर्न चाहन्छौँ। यस देउसी भैलो कार्यक्रममा हाम्रा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका कलाकारहरू हामी समक्ष हुनुहुन्छ। अबको क्रममा उहाँहरूले दोहोरी भाका प्रस्तुत गर्नुहुनेछ। यहाँहरू सँगसँगै नाच्न गाउन अनि रम्न सक्नुहुनेछ भन्दै अबको क्रममा कलाकार मित्रहरूले दोहोरी भाका प्रस्तुत गर्नुहुनेछ। सँगसँगै नाच्न अनि गाउन अनि रमाइलो गर्नुपर्छ है। हाम्रो यो देउसी भैलो कार्यक्रमलाई माया गरेर रमाइलो गरेर सहयोग गर्नुहुने महानुभावहरू रहनुभएको छ शिव सापकोटाज्यूबाट रु 200। त्यसै गरी धिताल एग्रोभेट सेन्टरको प्रोपाइटर वैकुण्ठ धितालज्यूबाट रु 500 र त्यसै गरी